ह्युबरम्यान ल्याब पोडकास्टको यस एपिसोडमा डाक्टर एन्ड्रयू ह्युबरमनले सेवानिवृत्त नेभी अल्ट्रा म्याराथन रनर तथा कान्ट हर्ट मी र नेभर फिनिशका बेस्ट सेलर लेखक डेभिड गगिन्सलाई अतिथिका रूपमा आमन्त्रण गरेका छन्। गगिन्स आफ्नो अत्यन्त कठोर शारीरिक उपलब्धि र अटिल मानसिकताका लागि विश्वभर चिनिन्छन्, तर यस संवादमा उनको शारीरिक उपलब्धिभन्दा पनि उनको असाधारण अनुशासनको मनोवैज्ञानिक र न्युरोबायोलोजिकल आधारबारे गहिरो चर्चा गरिएको छ। यसले उनको बाहिरी सफलताभन्दा भित्री सङ्घर्ष र मानसिक रणनीतिमाथि बढी ध्यान केन्द्रित गर्छ। संवादको सुरुवात गगिन्सले आफ्नो हालको एउटा अचम्मको लक्ष्यबारे बताउँदै गर्छन्। उनी अहिले प्यारामेडिक बन्ने अध्ययन गरिरहेका छन्। उनी भन्छन् कि यो प्रक्रिया उनका लागि अत्यन्तै कठिन छ, किनकि उनलाई गम्भीर सिकाइ सम्बन्धी समस्या र ADHD छ। अरू मानिसहरूले जस्तो सजिलै जानकारी ग्रहण गर्न उनी सक्दैनन्, त्यसैले उनले चिकित्सा सम्बन्धी शब्दावली र अवधारणाहरू बारम्बार लेख्न र पुनः लेखन गर्नुपर्छ ताकि ती कुराहरू उनको स्मृतिमा मजबुत रूपमा बसुन्। मानव शरीरको जटिल कार्यप्रणालीका एल्गोरिदमहरू सिक्न उनी दिनदिनै कठोर परिश्रम गर्छन्। यो सङ्घर्षपूर्ण बौद्धिक अभ्यासले उनले जानी रोजेको हुन्, जसले देखाउँछ कि कठिनाइ खोज्ने उनको प्रवृत्ति केवल शारीरिक क्षेत्रमा मात्र सीमित छैन। डाक्टर ह्युबरमनले त्यसपछि गगिन्सको जीवन अनुभवसँग मिल्ने एउटा रोचक न्युरोबायोलोजिकल अवधारणा प्रस्तुत गर्छन्, एन्टेरियर मिड सिङ्गुलेट कोर्टेक्स AMCC। ह्युबरम्यानका अनुसार यो मस्तिष्कको एउटा भाग हो जुन इच्छा शक्ति, दृढ र बाँच्ने इच्छासँग सम्बन्धित हुन्छ। वैज्ञानिक अनुसन्धानले देखाउँछ कि जब मानिसले आफूलाई मन नपर्ने कामहरू गर्न जबरजस्ती लगाउँछन् तब यो मस्तिष्कीय भाग शारीरिक रूपमा ठूलो हुँदै जान्छ। यसको विपरीत यदि मानिसहरू केवल रमाइला काम मात्र गर्छन् र आफूलाई चुनौती दिन छोड्छन् भने यो भाग सानो हुँदै जान्छ। गगिन्सको सम्पूर्ण जीवनशैली, विशेष गरी आफूलाई सबभन्दा मन नपर्ने कामहरू लगातार गर्ने बानी, यस मस्तिष्कीय शक्तिलाई निरन्तर मजबुत बनाउने वास्तविक उदाहरण जस्तै हो। गगिन्स आफ्नो भित्री प्रेरणाबारे थप स्पष्ट रूपमा बताउँछन्। उनी भन्छन् कि उनलाई सकारात्मक प्रेरणा, रुचि वा बाह्य पुरस्कारले अघि बढाउँदैन। उनको प्रेरणाको स्रोत गाजर होइन, लट्ठी हो। अर्थात् उनी पहिले जस्तै असुरक्षित मोटोपनले ग्रस्त र उदासी वा अवस्थामा फर्किने डरले अघि बढिरहेका हुन्छन्। उनी आधुनिक समयमा फैलिएको लाइफ ह्याक, कृत्रिम सकारात्मकता र बाहिरी प्रेरणा खोज्ने संस्कृतिलाई कडा रूपमा अस्वीकार गर्छन्। गगिन्सका अनुसार साँचो परिवर्तनका लागि मानिसले आफ्नो रूप ऐना हेर्नुपर्छ, अर्थात् आफूभित्रका कमजोरी, डर र असुरक्षालाई कठोर इमानदारीका साथ स्वीकार गर्नुपर्छ। उनी अदृश्य कामको महत्त्वमा जोड दिन्छन्। एकान्तमा कसैले नदेख्ने गरी गरिएको कठोर परिश्रम सङ्घर्ष, यही एकान्त सङ्घर्षले मानिसभित्र सहनशीलताको बलियो औषधिको भण्डार निर्माण गर्छ, जसले बाहिरी प्रशंसाको आवश्यकता हटाइदिन्छ। संवादमा यस्तो कठोर जीवनशैलीको व्यक्तिगत सम्बन्धमा पार्ने प्रभावबारे पनि चर्चा हुन्छ। गगिन्स यसैबारे अत्यन्तै स्पष्ट छन्। उनी भन्छन् कि उनले आफ्नो परिवारलाई आवश्यक प्रेम, सहयोग र आर्थिक सुरक्षाको व्यवस्था पूरा गर्छन्, तर आफ्नो समय र व्यक्तिगत कठोर अभ्यासको मामिलामा उनी स्पष्ट सीमारेखा कायम गर्छन्। उनका अनुसार जब उनले आफ्ना प्रियजनप्रति आफ्नो जिम्मेवारी पूरा गर्छन् तब उनी आफ्नो मनको अँध्यारो कोठामा फर्केर आफ्नो इच्छा शक्ति कायम राख्न आवश्यक कठोर मानसिक अभ्यास गर्ने अधिकार पाउँछन्। अन्तत गगिन्स भन्छन् कि उनको सफलताको रहस्य आफ्नो भित्री संवादमाथि नियन्त्रण हासिल गर्नु हो। उनी आफ्नो मनभित्र आउने डर र नकारात्मक आवाजलाई व्यवस्था गर्दैनन्, बरु उनी त्यसप्रति प्रत्यक्ष बहस गर्छन् र कठोर कार्यद्वारा त्यसलाई पराजित गर्छन्। उनी यस प्रक्रियालाई आफ्नो मनका अप्ठ्यारा र डर लाग्दा दरबारका कपाटहरू खोल्नु जस्तै ठान्छन्, जहाँ उनी आफ्ना गहिरा असुरक्षा र बाल्यकालका पीडादायक अनुभवसँग सिधा सामना गर्छन्। आफ्नो इच्छाशक्ति कमजोर नहोस् भनेर गगिन्स कहिलेकाहीँ आफ्नो असफलतालाई जानी सीमित पनि गर्छन्। आरामदायी र लाभदायक अवसरहरूबाट टाढा बसेर उनी कहिलेकाहीँ अत्यन्त जोखिमपूर्ण र शारीरिक रूपमा कठोर कामहरू जस्तै स्मोक जम्पिङमा संलग्न हुन्छन्। बारम्बार आरामको सट्टा पीडा रोजेर फेरि शून्यबाट सुरु गरेर गगिन्सले आफ्नो विशाल इच्छाशक्तिलाई अटुट र प्रभुत्वशाली शक्ति बनाइराख्छन्। धन्यवाद।